यो हेर्नुहोस् यो केसलिया खोला हो। अब अहिले यो पानीलाई चाहिँ कटाएर यतातिर यो यताबाट पानी बगाइरहेछ अहिले हेर्नुहोस् हैन। यो यति महत्त्वपूर्ण नदी छ, यति महत्त्वपूर्ण नदी छ। यसमा 12 महिना पानी रहेछ न, यसमा सधैँ पानी रहेछ हैन। सधैँ हरेक सिजनमा यसमा पानी रहिरहन्छ हैन। यति राम्रो नदी, तर यसको हामीले सदुपयोग गर्न सकेका छैनौँ। हेर्नुहोस् यो नदीलाई हामीले चाहिँ सदुपयोग गर्न सक्यौँ भनेदेखि हाम्रो यसको विभिन्न काममा प्रयोग लिन सक्छौँ यसलाई। हेर्नुहोस् हैन। अब अहिले उहाँ कहाँ कुन ठाउँमा अहिले के बोरा बाँध के भनेछ, हामीले यसलाई यस्तै बोरा बाँध बनाउन सक्छौँ। यो छेउछाउमा हामी बस्ने ठाउँ बनाइदिएर यसलाई चाहिँ पर्यटकीय हिसाबले हामी बनाउन सकिन्छ। यहाँ सधैँ पानी भएको कारणले गर्दा साना साना चाहिँ त्यो चाहिँ डुङ्गा जस्ता चाहिँ हामीले कुदाउन सकिन्छ। यसको भरपुर सहयोग लिन सकिन्छ। यहाँ तपाईँलाई ग्रिन बेल्ट बनाइदिने, दुई साइडमा तपाईँको चाहिँ ग्रिन बेल्ट बनाइदिनुहोस् हरियालीको। त्यसपछि मान्छे हिँड्ने पैदल मार्ग हुन्छ। त्यसपछि बाँकी जुन खोलाको एउटा निश्चित एरिया छ त्योभन्दा बाँकीको एरियालाई त विभिन्न यहाँ त खेलकुद मान्छेहरू आउने रमाउने, बच्चा बुच्चीहरू खेल्ने, बुढाबुढी मान्छेहरू बस्ने पार्कहरू अनेक हुनसक्छ। विराटनगरको चाहिँ सुनसरी मोरङ दुइटैको लागि यो सम्भाव्यता एकदमै बोकेको ठाउँ छ। तर हामीले यसलाई खालि के भने केसलिया खोला बाढीको आउँछ भन्ने कुरालाई मात्र हामीले लिएका छौँ हैन। यसले गर्दाखेरि यो केसलिया खोलालाई हाम्रो समृद्धिको खोलाको रूपमा हामीले लिनुपर्छ। यसलाई हाम्रो विकासको विराटनगरमा हामीले यसको प्रयोग गरेर विराटनगरमा पर्यटक ल्याउन सक्छौँ। हामीले विराटनगर सुन्दर बनाउन सक्छौँ, धेरै कुछ गर्न सक्छौँ हामीले। यसलाई चाहिँ हामीले धेरै कुछ गर्न सक्छौँ। हुन्छ यति राम्रो सुन्दर सधैँ पानी रहन्छ यसमा। यसलाई एकदम राम्रो बनाउने हो, सबैजना मिलेर राम्रो बनाउने हो। यो पुल त एकदम हल्लिन थालिसकेको छ, गडगड 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 हल्लिँदैछ ल।